के हो खास सामान सार्न दिएन ए नगर्नु दर्शकवृन्द सामान निकालिदिनु पर्यो दर्शकवृन्द डोजर चलेको छ दृश्यमा देखिरहनु भएको छ एउटा विधिको शासन अब सुरुवात होला त अथवा के हो जनतामाथि यो के हो अथवा के हो काठमाडौँ उपत्यका विकास प्राधिकरणले देख्न सक्नुहुन्छ यो ठाउँ जहाँ सार्वजनिक अधिक्रमित ठाउँमा बनेको संरचना भन्ने सुनिएको छ। वडा नम्बर 7 का अध्यक्ष नरोत्तम राणा स्वयंको पनि यहाँ कतिपय संरचना छ भन्ने सुनिएको छ र यो सरकारी जग्गालाई खाली गराउने काम भइरहेको छ। सामान निकाल्न पाउनु भयो डोजर जहाँ सुरुवात भएको छ त्यहाँदेखि यो वार पारको संरचनाहरू टहराहरूमा आज डोजर चल्दैछ। अर्थात् यो सबै सार्वजनिक जग्गा भन्नेको छ र त्यसमा डोजर चलाउनको लागि जुन केही आनाकानी भएको थियो सुरुवातमा, तर बाक्लो मात्रामा नेपाल प्रहरी आइसकेपछि अहिले यो काम प्रारम्भ भएको छ। मेरो नाम चाहिँ माया माझी हो। तपाईहरु यो ठाउँमा बस्न लागेको चाहिँ कति वर्ष भयो? यहाँ कहाँबाट आउनु भएको थियो? यो कति समय यो ठाउँमा बिताउनु भयो? म चाहिँ यहाँ बसेको अहिले 21 वर्ष भयो। आउन चाहिँ म गारामुनिबाट आएको। बिर्तामोट उता गारामुनि भन्ने ठाउँमा बस्थ्यौँ हामी। एकजना घरमा बस्थ्यौँ अनि बच्चा सानो सानो थियो अनि त्यहाँ चाहिँ बच्चालाई भर्ना गर्नलाई 150 रुपियाँ पैसा भर्ना गर्ने पैसा नभएर म चाहिँ बच्चा दुईटा च्यापेर काठमाडौँ छिरेको थिएँ। मैले बुढालाई पनि छोडेर छिरेको। दुईटा म सानोमा यहाँ काठमाडौँ बसेको थिएँ एकजनाको काम गरेर बस्दाखेरि। अनि तपाईँ काठमाडौँ आउँदै गर्दा कति वर्षको हुनुहुन्छ? म 11 वर्षको थिएँ। यो नाति त्यत्रै थिएँ म यो काठमाडौँ आउँदाखेरि। अनि आउँदाखेरि 11 वर्षको हुँदाखेरि आएर म यहाँ धेरै अर्का घरमा काम गरेर बसेको थिएँ। अनि फेरि घर गएपछि चाहिँ छोरी ठुलो भयो भनेर बुवाले बिहा गरेर दिनुभयो। अनि अब बिहा गरेर दिएपछि यही त हो नि, अब केही नभएको ठाउँमा बिहा गरेर दिनुभयो है। अनि त्यसपछि चाहिँ अनि काठमाडौँमा कमाइ हुन्छ काम पाउँछ भन्ने चाहिँ मलाई थाहा थियो कि। त्यतिखेर म 13-14 वर्षको थिएँ। बिहा गर्दाखेरि म 14 वर्षको थिएँ। अनि के अरे अनि यहाँ चाहिँ काठमाडौँमा काम पाइन्छ भन्ने थाहा थियो। अनि दुईटा बच्चा च्यापेर म नाइट बस चढेर आएँ बुढालाई छोडेर। अनि आएर अनि म त्यो जडीबुटी भन्ने ठाउँमा बसेँ। अनि त्यहाँनिर एउटा कोठा लिएँ। अनि भाँडाकुँडा पनि के अरे 2500 पैसा थियो। त्यो भाँडाकुँडा किने, ओड्ने ओछ्याउने किने त्यही 2500 पैसाले। अनि त्यसपछि 400 पर्थ्यो त्यतिखेरको भाडा, कोठा भाडा। त्यसरी बसेर अनि कोही पनि छैन भनेर मैले बच्चालाई स्कुल हालेँ। एउटा स्कुल थियो त्यही स्कुलमा लगेर बच्चा हालेँ। अनि त्यहीँ पढाउँदै थिएँ। अनि त्यसपछि यहाँ एउटा नेवार हुनुहुन्छ, उहाँको काम गर्नलाई चाहिँ घर बनाउँदै थियो। अनि यहाँ काम पाइन्छ भने अनि पाइन्छ भनेर त्यहाँ काम गर्दै थिएँ। अहिले पनि म त्यहीँ काम गर्छु। अनि बच्चाहरू सानो सानो थियो। कोठाबाट चाहिँ यहाँ कसरी आइपुग्नु? त्यो कोठाबाट चाहिँ त्यही बानेश्वरमा काम गर्थेँ। अनि यहाँ सबैजना बस्दाखेरि चाहिँ अनि त्यहाँ थापाथलीमा त सुकुम्बासी राख्दैछ अरे, जाउँ भन्नुभयो मेरो श्रीमानले। यो कति सालको कुरा? यो 60 सालको होला, 60 त्यस्तै होला। अनि जाउँ भन्नुभयो। अनि त्यहाँबाट त्यो घर बनाएको बाँसहरू हुन्थ्यो, त्यही घर बिल्डिङमा काम गर्दै थिएँ। अनि त्यसपछि घर बनाएको बाँस ल्याएर बिहान गाडेर जान्थेँ। बेलुका आउँदाखेरि भत्किसकेको हुन्थ्यो। अनि फेरि बेलुका आयो अनि पाल टाङ्यो। अनि त्यहाँ यहीँ सुत्थ्यौँ। अनि
फेरि म त्यहाँ काममा जान्थेँ, बेलुका आएर फेरि अनि पार्सल टाँग्यो अनि सुत्थ्यौँ नि। त्यसै गरेर हामी यहाँ बसेर बसोबास गरेर घर मात्रै 2 चोटि बनाइसक्यौँ यही ठाउँमा। अनि अलिअलि कमायो अनि यही बाँस किन्दै घर बनाउँदै गरेर नै पैसा पनि यहीँ सकिएको हो। अलिअलि कमायो, यही घर बाँस किन्यो, जस्ता किन्यो, त्यसरी नै पैसा सकिने। यो ठाउँमा त कतिपयले जग्गा किनबेच पनि हुन्छ भन्थ्यो नि, तपाईँले कसैसँग त त्यो गर्नु त्यस्तो त हामीले गर्नु परेन। हामी आफै सुरुमा आएर बसेको अनि हामीले आफैलाई बस्नु ठाउँ पाउनु पाए कस्तो हुन्थ्यो। अनि त्यो भएको कारणले चाहिँ हामीले मान्छे पनि भाडामा राख्यौँ न, के अरे कसैलाई ल्याएर बस्न पनि दिएनौँ। हामीले चाहिँ आफै घर बनाएर हाम्रो परिवार पनि नआट्ने कोठा थियो हाम्रो भन्दैछु त, हजुरहरूले अस्ति देख्नु भएको भए। 2टा कोठा थियो अनि किचन थियो, 2टा कोठा र किचन थियो अनि 2टा छोरा 2टा बुहारी ठिक्क थियो। छोराछोरीको बिहा पनि यही ठाउँबाट यही ठाउँबाट नातिहरू यिनीहरू हुनु, यहीँबाट बिहा गरेको मैले 2टा छोरा। पहिला सरकारले चाहिँ के भनेको छ तपाईँलाई आश्वासन के दियो? अनि यसरी भत्काइसकेपछि चाहिँ उहाँहरूले चाहिँ मैले समाचार सुनिराखेको छु, वास्तविक सुकुम्बासीलाई चाहिँ हामी दिन्छौँ, ढुक्क हुनुहोस्, नडराउनुहोस् भन्नुभएको छ। अहिले सामान्य बाहिर राख्नु भएको छ होइन, तपाईँहरू बस्दै आउनुभएको जुन तपाईँहरूको घर थियो, तपाईँहरूको भावना जोडेको, तपाईँका नाति नुतिना जन्मेको, तपाईँका छोराहरूको बिहा भएको जुन आवास थियो, आफ्नो भावना जोडेको, त्यो त भत्किएको छ। त्यो भत्किएको छ। यहाँ सामान बाहिर चढ्नुमा चाहिँ यसलाई कसरी व्यवस्थापन गर्ने के छ? अब व्यवस्थापन त कसरी गर्नु र, अब यो भएको सामानहरू जस्ता थियो सबै मेरो कमाइ भनेको जस्ता र यो डन्डी हो। अनि अब यसलाई चाहिँ बेचिसकेको लिन मान्छे आयो भने यो पठाएर अनि हामी चाहिँ उता के भन्छ उता मान्छे बसिरहेछन् र गइरहेछ अरे, अनि त्यहाँ गएर हामी पनि त्यहीँ बस्ने भन्ने छौँ। हामीलाई यहाँ कोही पनि लिन पनि आएको छैन। अनि मैले अघि प्रहरीहरूलाई सोद्धाखेरि अनि तपाईँहरूलाई लिन आउँछ यहाँ बसिराख्नु भन्नुभएको भएर हामी यहाँ बसिराखेको हो। कोही आउनु भएको छैन, सम्पर्क पनि गर्नुभएको छैन। मैले मेरो जीवनकालमा मैले सम्झनामा हुँदाखेरि मैले स्मरण शक्ति जब पाएँ त्यो बेलादेखि यो बस्तीसँग म जोडिएको छु। मैले प्रत्यक्ष रूपमा यो बस्तीका समस्याहरू सधैँभरि निहालेको र समाधानका बाटाहरू सधैँभरि खोजिरहेको मानिस हुँ। जुन ढङ्गले अहिले यो बस्तीको विस्थापन गरिँदैछ यो ठिक छ, एउटा प्रक्रिया पुरा गरेको भए हामी स्वीकार गर्न सक्थ्यौँ। तर प्रक्रिया नै पुरा नगरेर फेसबुकमा स्टेटस लेखेर बस्तीहरू विस्थापन हुँदैछ, सुकुम्बासीहरूको पुनर्स्थापनाको लागि योजना बन्दैछ भनेर योजना पनि नबनिकन र यहाँ भएका नागरिकहरूलाई सूचना पनि नदिइकन फेसबुकमा स्टेटस लेखेको भरमा यो ढङ्गले बस्तीमाथि जुन बुलडोजर चलाउने काम भएको छ यो नितान्त अमानवीय छ। यो हामीले सधैँभरि भूमिको स्वामित्वसहित या वासस्थानको स्वामित्वसहित यहाँका नागरिकहरूको पुनर्स्थापना गर्नुपर्छ भनेर निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको आवाजलाई पनि दबाउने काम भएको छ। यो सरकारको निर्णयप्रति खेद प्रकट गर्न चाहन्छु र उहाँहरूको तत्काल पुनर्स्थापनाको लागि स्वामित्वसहितको पुनर्स्थापना र संविधानले प्रदत्त गरेको हक अधिकार उहाँहरूलाई दिलाउनको निमित्त हामी उहाँहरूको पक्षबाट निरन्तर खबरदारी गर्नेछौँ। र सरकारलाई पनि मेरो आग्रह छ उहाँहरूको यसरी यो जुन ढङ्गले अहिले तत्काल हिजो सूचना सम्प्रेषण गरेर हिजो माइकिङ गरेर आज यहाँ भएका संरचनाहरू भत्काउने काम भएको छ, यो नितान्त गैर जिम्मेवारीपूर्ण सरकारको निर्णय हो भन्ने लाग्छ मलाई। र यो गर्न हुँदैन थियो। यहाँ धेरै अपाङ्गता भएका व्यक्तिहरू सडकमा अलपत्र अवस्थामा हामीले देखिरहेका छौँ। यहाँ भएका मान्छेहरूलाई कम्तीमा अर्को ठाउँको व्यवस्थापन गरेर त्यो ठाउँमा सारेर बस्तीको चाहिँ व्यवस्थापन गर्नुपर्थ्यो, यो बस्ती यहाँबाट उठाउनु पर्थ्यो, त्यो भएन। यो प्रति चाहिँ म खेद प्रकट गर्दछु र समस्त न्यायप्रेमी जनसमुदायहरूलाई पनि उहाँहरूको तत्काल पुनर्स्थापनाको लागि यहाँको वस्तुस्थिति बुझेर अब धेरै बालबालिकाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ नजिकका विद्यालयहरूमा पढ्नुहुन्छ, उहाँहरूको जाने ठाउँ छैन। अहिले 3टा ठाउँ भनेर तोकिदिएको रहेछ सरकारले। मैले समाचार माध्यमहरूबाट थाहा पाएँ, फेसबुकका स्टेटसहरूबाट थाहा पाएँ। कसैलाई नागार्जुन लाने भनिएको छ, कसैलाई किर्तिपुर, कसैलाई भक्तपुर
पानी भनिएको छ। बालबालिका यहाँ नजिकैको स्कुलहरूमा अध्ययन गरिरहेका छन्। उहाँहरूको अध्ययन अध्यापनमा पनि असर गर्छ र यहाँका अधिकांश नागरिकहरू श्रमसँग जोडिनु भएको छ। उहाँहरू श्रम गरेर खाने नागरिकहरू हुनुहुन्छ। उहाँहरूका यी नजिकै उहाँहरूले श्रम गर्ने स्थानहरू छन्। ती स्थानहरूबाट पनि उहाँहरूलाई श्रमबाट पनि वञ्चित गरिँदैछ। यो चाहिँ तत्काल सम्बोधन गर्नको निमित्त सरकारसँग माग गर्दछु।